चल्दैछ यहाँ चाहिँ कोक पार्टी कसरी चल्दैछ त कोक चाहिँ तातो भएर मैले खान सकिनँ पैसा दिन्छु किनभने यत्रो हात त्यसै नै खाइसक्यो खानु खाँदै हो सो वाट्सअप गाइज के छ त खबर तपाईँ आई होप तपाईँहरू सन्चै हुन्छ होला म पनि सन्चै छु किनभने आज चाहिँ म चाहिँ होइन पुरा बिहेमा जान आँटेको किनभने हाम्रो सरको बिहे अरे कि होइन हल्कासँगले रमाइलो गर्न जानु पऱ्यो नि त यसो इन्भाइट आएको थियो हामीलाई त्यही भएर टक्कसँगले जान आँटेको म चाहिँ रेडी भइसक्यो अब एउटा चोरलाई लिन जान्छु टक्कसँगले अनि आउने छु त फेरि कमब्याक गर्नेछु तपाईँहरूसँग अनि तपाईँहरूलाई देखाउँछु कस्तो हुनेछ त बिहेमा कस्तो 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 हुनेछ तपाईँहरूले देखाउँछु ल A few moments later. रोनिस कता हिँडेको अरे त हामी भनेको सागर सरको बिहेमा हिँडेको हो अलिक ठुलो बोल्नु सागर सरको बिहेमा अनि के गर्ने के गर्ने अब यसो हल्का बिक्री गर्ने नि अब घर गएर कति खाने भने गिफ्ट सिफ्ट दिने मलाई गिफ्ट चाहिँ के छ दक्षिण खर्ची ल ल ल ल ल त्यस्तो गरेर मलाई अझै सरले भर्खर मलाई यसो टाउको हल्लाएर जानुभएको छ अझै सर पनि जाँदै हुनुहुन्छ ल ल ल ल ल त लाग्यो Moments later. अब टक्कसँगले आइसक्यौँ होइन अब चाहिँ हामी जानेछौँ अब थाहा छैन बाटो कता हो होइन कता हो है भन्छ यो युट्युबमा आउनुपर्छ यो त आउँछ त म यो त आउँछ त फिक्स आउँछ आइ त कतिखेर हुन्छ हौ यता हेर न बेब्स यता हेर न तिमी कस्तो ह्यान्डसम क्या कपाल काट्नु पर्ने रहेछ छ्या दुर्गेशको चालामाला नै बेग्लै छ होइन अम्मो ल त ल हामी चाहिँ जाँदैछौँ है न खोइ हेरौँ न के रहेछ ल यो चाहिँ यहाँ चाहिँ बुकेर रहेछ दामी तरिकाले ओइ कति टाढा छ अझै टाढा छ डाङ्गी हाट ओ यहाँभित्र जाऊँ डाङ्गी हाट अरे यहाँ बाटोमा कसरी सिक्दैछ भने यहाँ सागरको सामान जाऊँ न मलाई फुक्दै उता पर हटेर भोलि जाने के को हल्ला ओइ भोलि त आउँदैन भोलि त सागर सर आउँदैन होला त उठ्नै सक्दैन ओइ सागर सागर नभन न मलाई यहाँ भिडियो पो गर्दैछु त मलाई भरे म त सबै हाल्छु त भाइ कट 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 हामी चाहिँ झुकिसकेको छौँ बाटो होइन कस्तो छ त के हो यो यो सागर सर यहाँ मलाई माया लाग्यो यस्तो परबाट आउँछ ओ यहाँबाट पो त्यो रोड कनेक्ट हुँदो रहेछ आम्मा यत्रो घुमेर आउनु भन्दा यहाँबाट आएको यहाँबाट आएको के छ त हल्का ल त ल सागर सरले मलाई म्याच छोडिराख्नु A few moments later. हामी चाहिँ दामी चटपटे खाना आएको छौँ होइन चटपटे खाना टक्कसँग हामी चाहिँ हरायौँ भने लास्टै टाढा रहेछ हौ यो सागर सरको घर त त्यही यहाँ सागर बगानको के छ नि हामी खालका भाइ यता यता कता ट्राफिक टोलमा कति टाइम लाग्छ यो बाटोदेखि अलिक तल हो ए यतैबाट पुगिन्छ होला कताबाट पुगिन्छ थाहा छैन दुर्गेश अलिक पिरो बनाइदिनु न आन्टी ए हेर पिरो होइन आमा ओइ सकिँदैन हौ म त अस्ति त आमा त पिरो खाएर दुर्गेश पिरो नखाने अरे त म सक्दिनँ किन आइस त ए मलाई जबरजस्ती यसलाई बोलाएको यार कसम तर यसले मलाई कस्तो दुःख दियो नि एकछिन मलाई सफारीलाई पर्खिन्छु मलाई कसैलाई कोही आउँदैन बल्ल बल्ल त्यो सालाले 100 रुपियाँ लुट्यो त्यही पनि त्यहीँबाट गएको त्यहीँबाट आएको 100 रुपियाँ लुट्यो तसुबाले हुन्छ ल स्कुटीमा यहाँबाट आउँछ फोन गरौँ न ब्यालेन्स छ तिमीसँग ब्लक छ पैसा नहालेर होइन सिम पनि ब्लक छ डाटा पनि छैन केही पनि छैन हराइन्छ जस्तो ठिक छ त छ भन त तर रुनुहोस् फोन गरेर त्यो पनि हो अब मोमो हमला बोलिसक्यो त यिनीहरूले त कस्तो मिठो छ भाइ लम किलो म अनि म त भिडियो बनाउँदै ठिक छ अब चाहिँ टक्कसँग खाने होइन ल हामीले टक्कसँग आइपुग्यौँ होइन सागर
सागर सब्जी दिएन ए मधे खाल्दैन अनि अब के भन्नु छ म त के भन्दैन ह्यापी म्यारिड लाइफ हैन के हो अब चाहिँ दामी छ क्या हालेर। छोरी चाहिँ अब भन्नु पर्यो अब यस्तै हो छोरीको नाम चाहिँ रुपेश छोराको नाम चाहिँ रुपेश राख्नु पर्यो है। अब यस्तो अब 11 मा नि पढाउनु हुँदैन हैन मलाई म त दामी आउँछ बेस्ट अफ लक हैन त्यो बिहानमा नि निन्दा मलाई स्कुल घुमाएको थियो चित्त बुझी अरू मलाई चाहिँ ठिकै छ मलाई चाहिँ के गरे मलाई चाहिँ फेरि त्यो अब उता गएर खाएर चित्त बुझाउनु पर्छ अब त अब सबै सक्दिनँ न मुला के छ र। अब 3000 देखि कमको चाहिँ घाटा गराइदैन 3000 एकजनाले म बिहे उठाइदिन्छु। जे पाइदिन बोल न एउटा साली चाहिँ फ्री मिलाइदिनु ल ल ल मुख धेरै आइदिएको छ अनि मिलाइदिन्छ। A few moments later. हामी कहाँ आइपुग्यौँ भन् न दामी ल ल है ल यो त ओइ कहिले नचिने जस्तै गरेर यो त अनि औडा नभए न मलाई लाज लाग्यो मलाई लाज लाग्यो ऐसे में बड़ा सख्त लौंडा हूं लेकिन यार यहाँ में पिघल गया खतरा हुँदैछ है अब एक्स भेनाको बेलामा नि आइयो के साह्रो भन्यो न अलिक ब्ल्याक एन्ड म्युजिक चाहिँ खतरा आउँथ्यो होला केही छैन। दामी नाच्नुपर्छ यहाँ अहिले ओइ सुब्बा नाच्ने होइन हुन्छ ल भर्टिकल बना न ए होरिजन्टल सबै उठाए एउटा छोड्नु भएन है भिडियो बनाउँदै बसिहाल्नु रोनिस खान थालेको अम्म किन होइन अङ्कल हाई भनिदिनु न ल यो चाहिँ अलिक औकातभन्दा माथि गइस हौ रोनिस कति खाइसकिस् त खायो नि 2 बुढोका मासु 100 रुपियाँ तिरेर 1000 रुपियाँ उठाइसक्यो यसले A few moments later. खायो त ओइ कति खायो ठिकै खायो खाइन त छोड्दै खाइ सबै ल
लास्ट गरिन्छ हामी चाहिँ अब यहाँ रोनिसको प्रत्यक्ष लाइभमा रोनिस के भन्न चाहनुहुन्छ तपाईँ म भन्न चाहन्छु यो बिएसएल भव्य छ बिएमा खानेकुरादेखि लिएर सजावट सबै राम्रो छ एकदम धेरै सागर सरको बिहे भएकोमा हामी सबै खुसी छौँ A few moments later. दामी चल्दैछ यहाँ चाहिँ कोक पार्टी कसरी चल्दैछ त रोनिस पक्ष तातो भएर मैले खान सकिनँ रुपियाँ दिन्छु किनभने यत्रो हात त्यसै नै खाइसक्यो खान्छ खानु ल ल कोही अफ गर्नु यो ल ल छिटो छिटो ल के भयो तपाईँले कहाँ गएर आउनु भएको भन्नु हामी यहाँ बिहे छ बिहे खाएर आएको A few moments later. हामी चाहिँ अब बिहे सकेर होइन यसले त त्यस्तै गर्छ क्या ल त ल हामी चाहिँ अब लाग्दैछु भाइ टक्कसँगले ए यो त मैले सबै काट्नु पर्छ धेरै यहाँ घर जाने भाडा छैन तेरो अहिले म भाडा छ भाडा घर जाने भाडा बिहे खाइयो गर अनि बिहे खाइयो यो त सानो रोड भयो अलिकति मेरो लागि के छ मेरो मित्रहरू आज हामी आइयो खाएर आइसक्यो नमस्ते म भागेलु उपाने पागल टक्क हामी चाहिँ अब हाइवे पुग्न आँट्यौँ होइन पाँचवटा बाटो हो त पाँच अघि हामी यो बाटो आएको भाइ अघि हामी त जुन बाटो सुरु भएर खोजिरहेको छौँ त्यही बाटो हो 1 2 3 4 त्यहाँबाट अनि घुम्नुपर्छ नि त कुन बाटो जाने पैसा छैन न मस्ने त म्यासले यो त मलाई उल्टे थर्काइदियो त चलेको भनेको थियो न्यासाले यस्तो जान्छु न्यासाले हजुर बाबाबाट झरेको मैदानको बस्ती मार्ग सर्ला ल त ल हामी चाहिँ हाइवे पुग्न आँट्यौँ होइन अब कतिवटा बाटो छ चारैतिर बाटै बाटो 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 मात्रै दो बाटो यिनीहरूको गफ चाहिँ के छ बुढाबुढी हो कि क्या दामी गफ छ चाहिँ यिनीहरूको चाहिँ मलाई क्लासमा पनि यत्तिकै हो यहाँ पनि यत्तिकै हो है बिहे खाएर मजा आयो है सागर सरको हुँदैन अन्त रिदम A few moments later. ल ल ल ल चढा भयो पछाडि आइज पछाडि भयो रोनिस आइज पछाडि 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 ल हामी चाहिँ चढ्यो है ल चढ्यो नि सबैजना सागरको खतरा रहेछ त लाग्यो त ल हामी चाहिँ ठ्याक्कै सुकुना स्कुल हाम्रो सागर सेको बिहेबाट आइपुग्यौँ होइन सुब्बा कसो छ त म छ नि कस्तो मजा आयो आज ल ल रोनिस निस्किन निस्किन अनि पैँतिस अङ्कल 35 ए 35 ले 300
किन दुश्मै आउँछ होइन पैसा खोइ निकाल न केटा खोइ आम्मा यसरी त हाल्नु We are Gen Z! ल त ल सुबह हामी कहाँ गइरहेको भन्नु न हामी चाहिँ छक्कसँगले अब सागर सरको बिहे खाइकन आएको होइन अम्बो सुबह मजा आयो धेरै खायो आज फ्रिफायरमा आउनु खाइ त हाल्दै साथी र पर्काइन्छु पैसा छैन छ नि यहाँ 100 रुपियाँ खाम न त कसम मैले त होइन 1 रुपियाँ खर्च गर्नु पर्यो सबै निर्देश थियो त्यो कति 1 रुपियाँ पनि ल्याएको सबै निर्देश थियो मैले तिर्नै पर्दैन एउटा नि ठिक छ त अब जानुपर्छ हामी टक्कसँगले घर को तिम्रो गर्लफ्रेन्ड ल त उसको गर्लफ्रेन्डको फेस्टिभल भइसकेको छ होइन भरे सुब्बाको चाहिँ दामी आउने भयो भिडियो ल त गाइज लाइक एन्ड सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिनु होला त्यस्तै हुन्छ त्यस्तै हो नि अरू त के भन्नु चल्छ नि ल अब चाहिँ म घर पुगेर आउने छु A few moments later. ल त गाइज म चाहिँ घर आइपुगेँ होइन गर्मीले औडा भइसक्यो अब चाहिँ तिर्खा पनि औडा लागिसक्यो होइन घर चाहिँ ट्याक्कै आइपुगिसकेँ बाटोमा बनाइन किनकि लास्ट गरी भइसक्यो खुट्टा पनि पासेर जुत्ताले पक्का आइपुगेँ म चाहिँ अब पानी खानेको बाटोमै रहेछ पक्का आइसक्यो तपाईँहरू देख्न सक्नुहुन्छ मम्मी के गर्दै हुन्छ ल त गाइस म चाहिँ लुगासुगा फेरेर अब फ्रेस भएर चाहिँ A few moments later. ठिकै छ केही छैन अन्तिममा हेरिदिनु होला लाइक एन्ड सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिनु होला अनि के भने अब ब्याकग्राउन्ड म्युजिक चाहिँ धेरै आउँछ होला भाइहरू रहेछ नि त त्यो छिमेकी भाइ अनि त्यस्तै हल्ला हुँदैछ म चाहिँ के भन्न चाहन्छु भने आजको अब सरको बिहेमा गयो रमाइलो भयो होइन ठिकै छ सबैलाई मजै आयो खाइयो धेरै आज चाहिँ भात खाइदियो जस्तो छ घरमा होइन अनि भिडियो चाहिँ धेरै लामो भयो होला त्यही पनि केही छैन हेरिदिनु होला सपोर्ट चाहिँ गरिदिनु होला लाइक एन्ड सब्सक्राइब सेयर कमेन्ट सबै गरिदिनु होला आजको लागि यति नै फेरि म अरू भिडियो बनाउने छु किनभने मेरो स्कुल लाग्दैछ नि त अहिले चाहिँ अनि त्यति बनाउन पाएको छैन भिडियो अनि अब इक्जाम पनि आउन आँट्यो एसी त्यही भएर कारणले 1-2वटा भिडियो चाहिँ हालिरहेको छु अहिले अनि इक्जाम सकेपछि चाहिँ रेगुलर आउनेछ त्यति नै भन्न चाहन्छु अरू केही छैन अब सपोर्ट देखाइदिनु आजको लागि यति नै फेरि अर्को भिडियो लिएर आउँछु हस् त धन्यवाद